यो चाहिँ गाई फर्म। यहाँ हाम्रो साउको चाहिँ गाई पनि छ र सिङ्गुर फर्म पनि छ, दुइटै छ। यो चाहिँ हामीले दिने परालहरू हो, परालहरू चाहिँ दिनुपर्छ। हामी चाहिँ माछा मार्नुको लागि चाहिँ यसको चारो खोज्नु हिँडेको हो। यहाँ कहाँ छ थाहा छैन। चाहिँ त्यहाँ मिक्सहरू दानाहरू चारो मिक्स घाँसहरू मिक्स गरेको पाले पाले Lạc lón kìa. Xây dần ngay cái xe. Xe điện ở dưới kho thằng lặng đó thì cái này gì đó. पत्ना Thằng cà xí qua. हामीलाई चाहिँ माछा मार्नुको लागि आएर चारो कहाँ छ? Phải nói gì đó. Phải nói gì? No. 이거 없어? Thằng cà xí không ăn tít thằng cà xí luôn nha. Bỏ hòn thấu thì mẹ nhang cái luôn là nó cái hòn thấu. Héo hoài. Cái lưới hòn thấu là ok. Khỏe. Mi vậy. माछा मार्नुको लागि चाहिँ माछाको चारो चाहिँ रेडी भइसकेको छ। माछा कति के मर्छ म तपाईँहरूलाई चाहिँ देखाउने छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ माछा मार्नु अब हिँड्न लागेको। यो बोकेको छु होइन चारो लामो लाग्यो। हामी चाहिँ माछा मार्नको लागि चाहिँ जाँदैछौँ। हामी चाहिँ माछा मार्नु यहाँ माछा मार्ने ठाउँमा आइसकेको छौँ। तपाईँलाई देखाउँछु यसरी जङ्गलको बिचमा छ हाम्रो चाहिँ। र माछा मार्ने चाहिँ यहाँ हामीले चाहिँ धेरै पार्छौँ। प्रायः माछा चाहिँ यहाँ चाहिँ धेरै नै पर्छ बल्छीमा। अनि यहीँ चाहिँ आएको छौँ आज हामी फेरि। अस्ति हामीले 6-7 केजी जति लग्यो मिलाएर हो यहाँबाट। आज चाहिँ कति पर्छ भिडियोमा हेर्नु होला। तपाईँहरूलाई देखाउनेछौँ। भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेर्नु होला। माछा कति पर्छ म तपाईँहरूलाई देखाउनेछु। र फर्स्टचोटि हानेको बल्छीमा कतिवटा माछा आउँछ म त्यो पनि तपाईँहरूलाई देखाउनेछु है। त भिडियो हेर्दै गर्नु होला।
कस्तो खाले हाम्रो चाहिँ माछा पर्दैछ यसरी वाउ ओके माछाको भिडियो चाहिँ कति पऱ्यो त्यो चाहिँ राखेन माछा चाहिँ निकै नै परेको थियो हाम्रो ठुल्ठुलो आधी केजीको 4टा 5वटा जति परेको थियो अनि मसिनो मसिनो त्यस्तै गरेर चाहिँ 5-6 केजी माछा चाहिँ परेको थियो त्यो चाहिँ भिडियो खिच्न पाइनँ मैले हिजो र जसले मेरो भिडियोहरू हेर्नुहुँदैछ उहाँहरूले चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला लाइक कमेन्ट गर्न नभुल्नु होला भन्न चाहन्छु र यस्तै भिडियो हेर्नको लागि चाहिँ तपाईँले मेरो च्यानललाई सब्सक्राइब